हेलो साथीहरू, आज चाहिँ मेरो जन्मदिन अनि यो चाहिँ आमाले मलाई गिफ्ट ल्याइदिनु भएको अनि हामी घुम्नलाई जाँदैछौँ। अनि यो चाहिँ हामी पुग्यौँ अनि यहाँ सबैजना सामान बोकेर जाँदै हुनुहुन्छ। हामी चाहिँ बर्थडे मनाउन आएको साथीहरू। अनि यहाँ आइपुगेपछि पानी पर्यो अनि हामी चाहिँ ठाउँ बस्ने ठाउँ हेर्दैछौँ साथीहरू। अनि यो चाहिँ फ्लावर धेरै पानी परेको कारणले हामी चाहिँ कहीँ पनि बस्ने ठाउँै पाएनौँ। त्यस पछाडि अब चाहिँ हामी फोटोहरू पानीमा भिज्दै फोटोहरू खिचेर घर फर्किने भयौँ। हामी चाहिँ घरमा आयौँ। फ्लावर खान्छ जन्मदिनको शुभकामना मेसेज भनेको चाहिँ मेरो मेसेज हुन्छ किन मेसेज सिधै छोरीबाट जाओस् टाइममा टेन्सन नहोस्। छोरीलाई धेरै धेरै शुभकामना जन्मदिनको होइन यसरी नै मेसेज छोरीमा छोरीको लागि मेसेजै हो मेसेज हो। अब छोरीले के भन्नु छोरी आएपछि अब एकदम रमाइलो भइरहेछ खुसी लागिरहेछ बिजी भइरहेको छु आउने बित्तिकै काम पाइरहेको छु। छोरीलाई जन्मदिनको धेरै धेरै शुभकामना मेरो तर्फबाट यति यति धेरै 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 शुभकामना। छोरीलाई मेसेज पुऱ्याइदिनु छोरी सबै छोरी आशालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। प्यारी छोरी ज्ञानी छोरी पुगुली छोरी कुदेर आउँछु कहीँ पनि बस्दिनँ दायाँ बायाँ कहीँ हेर्दिनँ सिधै छोरी घरमा छ भने म कुदेर आउँछु होइन कहीँ म दायाँ बायाँ हेर्दै मेरो छोरी मामा घर गयो भने चाहिँ होटेल आउँछु फेरि छोरी बाहिर मलाई यही खाएर होइन छोरीले मलाई सिधा घर आउने बनाइ त्यही भन्नु त छोरीले चाहिँ घर सिधा आउने भनेर अब छुट्टी हुने बित्तिकै घर आउने कहीँ पनि दायाँ बायाँ म कहीँ लाग्दैन चिया पनि खान लाग्दैन कहीँ रेस्टुरेन्ट लाग्दैन राम्रो राम्रो किन्यो भने म नहेरेर आउँछु। प्रिय भान्जी दिएछ भान्जी मात्र नभए हाम्रो परिवारको एक छोरी सबैको खुसीको पात्र मेरो भान्जीलाई जन्मदिनको धेरै धेरै शुभकामना। खुसी त भान्जी आएदेखि घरमा छँदैछ सधैँ खुसी रहनु दुःख साथ सुखमा हामी छँदैछौँ। यो एसएमएस अहिले नबुझे पनि भोलि पर्सि हेर्न मिल्नेछ। मेरो प्यारीभन्दा प्यारी भान्जी दियासाको लागि जन्मदिनको लाखौँ लाख शुभकामना। यो पहिलो जन्मदिनमा म यसरी विश गर्न पाउँदा म आफूलाई नै एकदम भाग्यशाली ठान्दछु। अगेन ह्याप्पी बर्थडे दियासा। शुभ जन्मदिनमा धेरै धेरै शुभकामना। यसै गरी हरेक वर्ष हरेक वर्ष जन्मदिन मनाइरहन पाइयोस्। स्वास्थ्यको दीर्घायुको कामना गर्दै जन्मदिनको धेरै धेरै शुभकामना। धेरै प्रगति गर्नु अनि मेसेज भन्नु अब सानै छ होइन हजुर बुझ्दिनँ अब के स्वास्थ्य रहनु होइन शुभ रहनु राम्रो रहनु हाँसी खेली रहनु खुसी रहनु स्वास्थ्य रहनु हाँसी खुली रहनु धेरै धेरै जन्मदिनको शुभकामना। चाँडै बन्नु सधैँ वर्षै पछि बर्थडे मनाउन आइरहनु पाउँदैन खाना बोलाइरहनु केक काटे बेला चाहिँ बोलाउनु चट्ट मासु पकाएर भुँडो नानीको बारेमा केही धन्यवाद।